दिदीको लागि काँक्रा टिपेको ए गाइस हेर्नु होला काँक्रा चाहिँ ट्याप्पै रहेछ आज फर्स्ट टाइम अबुई दामी रहेछ त ल अम्मा म ट्याप्पै फलेको रहेछ है राम्रो यसो गरेर देखाइदिनु काँक्रा फोटो खिचिदिन्छु ल काँक्रा टिप्ने खुर्पा यही हो यसरी फलेको छ उही खतरा फलेको रहेछ त काँक्रा त अनि हेरिदिनु होला काँक्रा चाहिँ ट्याप्पै फलेको रहेछ बटार न त्यो बटार बटार उता माथि समाएर बटार न लहरा समाएर वाउ काँक्रा चोर्नु आउनुपर्ने रहेछ अब थाहा भयो मलाई त्यो टिचरहरूलाई पनि लगिदिनु पर्थ्यो यता कहाँको टिचरलाई हौ उसको साथीलाई टिचरहरूलाई एक भारी हुन्छ त यताबाट गाडीमा उता गाडीमा त हो कति ल्याउनु काँक्रा भनेर सोध्नु नि साथीले एउटा लगिदिने भनेर सोधियो अरे बुझ्नुपर्छ खै अर्ग्यानिक प्योर अर्ग्यानिक थम्बिल एउटा थम्बिल आमा नि आउनु फोटो खिचिदिन्छु एउटा थम्बिल बस नि सँगै बस त आमा र अर्ग्यानिक यस्तो खालको फलेको छ दिस इज अर्ग्यानिक वाह 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 अझै टिप्ने बेला भयो काँक्रा सोधेर जति रहेछ काँक्रा भनेर हो कि आमा हो